नमस्ते सबैजनालाई। आज चाहिँ म एउटा टपिकको विषयमा कुरा गर्न लागिरहेको छु। अनि यो टपिक चाहिँ एउटा विकास हुनको लागि हामी मान्छेमा चाहिँ एउटा ज्ञानको आवश्यक छ, एउटा अनि बुद्धि हैन समझदारको आवश्यक पनि छ भन्ने विषयमा म छोटकरीमा केही कुरा भन्न चाहन्छु। यो ठाउँ चाहिँ अहिले ख्याङ्गिदो हसाङसी नामयाङहुप भन्ने ठाउँमा यो एउटा फुटसल ठाउँ हो। यो फुटसलको ठाउँमा चाहिँ अनि यति राम्रो हेर्नलाई अनि आराम गर्नलाई यति राम्रो डिजाइन गरिएको छ। अनि मैले अस्ति साउबुढोलाई सोधेको थिएँ यो निर्माण गर्दाखेरि सरकारबाट जस्तै नेपालमा जस्तै बजेटहरू आउँछ कि भनेर सोधेको। अनि होइन भन्नुभयो, किनकि यो चाहिँ उहाँहरूको यो गाउँकै यो एरियाकै मानिसहरू मिलेर घर घरको मान्छेहरू पैसा टिपेर चाहिँ अनि यसरी बनाउँदो रहेछ कि अर्कोको ठाउँमा चाहिँ हेर्दा कति राम्रो डिजाइन भएको, कति फरक छ कि है। अब यस्तो बन्नलाई हाम्रो भएको भए, हाम्रो देशमा भएको भए चाहिँ हामी सरकारको चाहिँ मुख ताक्नु पर्थ्यो कि कति सक्षम है, व्यक्तिको सोच कति सक्षम छ कि। त्यसले गर्दा योबाट नि मैले के सिक्यो भन्दाखेरि आफूमा निर्भर हुनुपर्छ कि हामी मानिसले जहिले के हुनुपर्छ, आफै उन्नो खुट्टामा आफै उभिने प्रयास गर्नुपर्छ। अनि अर्काको आश मात्रै गर्नु हुँदैन, सरकारको मात्रै आश गर्नु हुँदैन कि। पहिला हामी आफ्नै देश हो, आफै निर्माण गरौँ, आफै बनाऊँ भन्ने सोच पनि हामीमा हुनु जरुरत छ, र मात्रै हाम्रो देश विकास बन्दछ होइन। कति राम्रो डिजाइनमा यस्तो फ्रेस हुन्छ यार। यहाँ बेलुका बेलुका म आउने गर्छु यहाँ फ्रेस हुनलाई, रमाइलो लाग्छ मलाई। एक्सर्साइज गर्ने ठाउँ पनि छ। अनि यहाँ फुटसल यो एरियाभरिकै मान्छेहरू भनौँ न, काम गर्ने मान्छेहरू पनि कहिलेकाहीँ यो फुटसलको गेममा चाहिँ गेम खेल्न पनि आउँछ। रमाइलो लाग्छ त्यो ठाउँ।